आमा ल भाषा नआए म त कति छिटो मेरो मोबाइलको लक पनि हेरिसकेको छ मान्छेले लास्टै रहेछ त ल आमा दिदी घर आइपुग्यो म त ए भेनाश्री सबै मेरो ब्लगर के भेना अब ब्लगर बन्यो है ए भेना दिदीले त मलाई हेरेर बस्छ कि मलाई थाहा थियो कि मलाई बाटो कुरेर बस्छ भन्दा मलाई थाहा थियो कि फलो गरेपछि फलो ब्याक 24 घन्टाभित्र आएन भने त्यसलाई अनफलो वेलकम ब्याक टु माई न्यू डे न्युज च्यानल। आज तपाईँहरूलाई मेरो नयाँ डे नयाँ ब्लगमा स्वागत छ र नमस्ते स्याजलो भन्न चाहन्छु र म तपाईँहरूको माझमा न्यू डे न्यू ब्लग लिएर आइसकेको छु र आज बिहानको अहिले चाहिँ 5:30 भइसकेको छ। मैले त बिर्सेको कि बाटोमा आएर पो थाहा पाएको कि ब्लग गर्नुपर्छ आज त भनेर होइन, किनभने शीतल छ नि त गर्मीले यहाँ बुढी बास बनाइरहेको थियो। अनि आज म जान लागेको छु धादिङ। अनि धादिङमा गएर त्यहाँ दिदीहरूलाई पनि भेटौँला। अनि त्यसपछि कस्तो भरोडेर हो क्या यार, जोसै आएन यार, के हो ठिक छ। म त अहिले धादिङ जान लागेको छु गाइजहरू। अनि त्यसपछि साथीहरू म त अहिले धादिङ जान लागेको छु साथीहरू। सो आजको दिन के कस्तो हुन्छ राम्रोसँग हेरिदिनु होला। अनि गाडीमा बसेको भने आधा घन्टा भइसक्यो, आधा घन्टा भन्दा बढी भइसक्यो। गाडी साडी चल्ने नाम छैन, दिमाग खराब भइसक्यो। 5जना 6जना भएपछि चढ्ने भन्दै थियो। अब 1 2 3 4 5 8जना भइसक्यो चल्दै दिमाग खराब। हामी त बेनी घाटमा सहरमा खाइरहेको जुस। अनि अब चाहिँ खानसाना खानुपर्छ नि त। खानसाना खाएर भइसकेपछि चाहिँ हामी चाहिँ जानेछौँ घरतिर। अहिले चाहिँ म चाहिँ यहाँ यो के भन्छ खुर्की खोलामा छु। खुर्की खोलामा चाहिँ अब तपाईँ हाम्रो चाहिँ धादिङ बेसी जान लागेको छ। अहिले चाहिँ म चाहिँ धादिङ झरेर पनि म यता बिच बजार आइपुगेको छ। अनि मैले चाहिँ सरलाई भनिसकेँ कि म आइसक्यो भनेर होइन, अघि नै कल गरेको आउँदै हुनुहुन्छ होला सायद। अनि आएपछि चाहिँ सरसँग भेट्नुपर्छ। अनि मलाई लिन आइसक्नु भएको छ। अनि उहाँ आउनु बेरसम्म चाहिँ यसो दिदीसँग भेट्नको लागि चाहिँ म चाहिँ यहाँ दिदीको घरतिर जाँदैछु। अहिले त मेरो दिदी पुरा हेरिरहनु भएछ उहाँ बसेर। दिदीले चाहिँ मलाई हेरेर बस्छ कि मलाई थाहा थियो कि मलाई बाटो कुरेर बस्छ भन्दा मलाई थाहा थियो कि बाटो कुरेर बस्छ भन्ने बाटो हेरेर बस्छ भन्दा थाहा थियो क्या मलाई। त्यस्तो चाहिँ हाल्छ हजुरको। ल आमा दिदी घर आइपुग्यो म होइन ब्लग बनाएको। सो गाइज हेर्नु न मलाई दिदीले के गर्छ के दिदीले मलाई के गर्छ एकदम को भन्नु न। ए भेनाश्री गाइज मेरो भेना है यहाँ चाहिँ के छ त नि हालखबर। म भर्खर आइपुगेको भेना। सबै मेरो ब्लगर के भेना अब ब्लगर बन्यो है ए भेना अब साल अब ब्लगर बन्यो होइन। अब टक्क तपाईँलाई मेरो ब्लगमा देखाइ गर्छु अब। ल आया दिदीसँग बोल्न। म त को रहेछ अरे त भेना पो रहेछ ले। हाम्रो भेनाले मलाई के गरे अरे नि फलो गर्नु भएको छ टिकटकमा होइन। अनि मैले चाहिँ अहिले फेरि फलो ब्याक नदिएको त ल 24 घन्टाको टाइम रे, जसलाई पनि 24 घन्टाको टाइम हो अरे। फलो गरेपछि फलो ब्याक 24 घन्टाभित्र आएन भने त्यसलाई अनफलो लास्टै हजाइदिनु भयो। यस्तो हजाइदियो आज भेडाले मलाई। कति के अरे यस्तो पो हुनुपर्छ त बुढाहरू भनेको। भात खायो आँखामा दबाई हाल्यो यस्तो हुनुपर्छ।
हामी चाहिँ अघि नै मैले सरलाई चाहिँ तपाईँहरूलाई देखाउनै बिर्सिसकेँ मैले त हाम्रो सर हुनुहुन्छ उहाँलाई लिन आउनुभएको थियो अनि इमर्जेन्सीमा चढिहालेँ देखाउनै बिर्सेछ तपाईँहरूलाई अनि हामी चाहिँ अहिले धादिङ बेसीबाट यहाँ माथि आइसकेको छ अनि हामीले पानी खान जान लाग्यो टक्क आइ यहाँ पानी खाने ठाउँ छ यहाँ पानी खाने ठाउँ यहाँ एकदम चिसो पानी आउँछ यहाँको पानी बडो मिठो छ हो मैले पानी खान पऱ्यो कि अलि सबै भ्लगमा हाल्न थालेको नि त सर हो है म कहाँ गएको के गरेको सिटोङको पानी मिठो कि यताको हो यताको पानी मिठो सर हो है अनि कहाँ अनि उसको पानी खाने हामी अनि के अरे ट्याङ्कीको पानी खाने हो खाने अनि अन्त हामी यहाँ अनि खुलेआम यस्तो मजाको पानी डाँडा काँडा हेर्न सक्नुहुन्छ तपाईँहरू मुखसुक धोयो अनि मुखसुक धोएर अनि होस् राम्रो छ अनि तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ होइन तर मेरो मोबाइलमा चाहिँ पहिलाको जस्तो क्वालिटी पहिलाको जस्तो चाहिँ छैन यार म टेन्सन लाएर आएको छु यो त्यही देखेँ यहाँ बाइक छ हाम्रो सर त हुन्छ उही कति राम्रो देखेको डाँडा यादै नगरेको मैले त अब जान्छ हामी लगभग अब चाहिँ माथि आएको लगभग 15-20 मिनट भइसक्यो अब 10 मिनटमा चाहिँ हामी चाहिँ त्यो ठाउँमा पुग्छौँ मैदी र अझै हेर्दै जानुहोस् के कस्तो हुन्छ है त अब हामी जाने भनेको त्यो डाँडामा ठ्याक्कै त्यो डाँडामा चाहिँ हामी गइन्छ सो अहिले चाहिँ हामी चाहिँ डाँडा चढ्दैछौँ माथि त्यो सलाको वालेकुम दाईको त पसल पो रहेछ यहाँ हो आइज ओ कति शीतल हो यहाँ त मैले त अघि त्यहाँको त्यो डाँडामा पुग्ने भनेको डाँडा चाहिँ हामी आइसकेको छ ल म चाहिँ आयो यो ठाउँमा त्यो ठाउँमा चाहिँ प्रोग्राम भइरहेको छ म चाहिँ यहाँ आइसकेको छ है त तपाईँ प्रोग्राम सकिसकेपछि भेटमा तपाईँहरूसँग ल हामी चाहिँ कार्यक्रम भ्याइसकेको छ हाम्रो आमाहरू यहाँ सबैजना कोही कता यता के बोक्ने यता मादल बोक्ने सबै भइरहेको छ अब हामी कार्यक्रम सक्यो अब घरतिर जानु लाग्यो मेरो लक पनि तोड्न लाग्यो मेरो मोबाइलको लक के हो भन त कति रे कति रे कति छिटो मेरो मोबाइलको लक पनि हेरिसकेको छ 9 कति छिटो मेरो मोबाइलको लक पनि हेरिसकेको थियो मान्छेले लास्टै रहेछ त म चाहिँ अहिले धादिङ मैदी के भन्छ उखुबारी है धादिङ मैदीको उखुबारीमा चाहिँ यहाँबाट चाहिँ हेर्न सक्नुहुन्छ धादिङ कस्तो देखिन्छ पाहाडै पाहाड अनि धादिङको सबभन्दा ठुलो डाँडा भन्ने यही हुन्छ मैदीकोट धादिङको सबभन्दा ठुलो डाँडा मैदीकोट अस्ति नै गथे उताको उखुबारीको अरे के भन्छ लिङचुङबुङको ठुलो कोट अहिले चाहिँ धादिङको ठुलो कोटमा आएको छु अनि मैदीकोट चाहिँ त्यहाँ हो तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ अनि तपाईँहरूलाई धादिङ के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला मन परे कमेन्ट लाइक र सेयर पनि गरिदिनु होला है त हामी चाहिँ सरको घरमा आएको छु खै आमा आमा ल भात खान आएँ म त अनि त ल नमस्कार सन्चै हुन्छ नि पानी परेर हेर्नु यस्तो बिजोग भएको छ पानी यो चाहिँ कस्तो कस्तो आहा कुनी हामीले अहिले चाहिँ फर्किँदै हो धादिङतिर अनि हेर्न हामी यहाँ पुरा पानी परेर यस्तो
मौसम त फेरि यस्तो पानी पऱ्यो नि क्लियर त क्लियरै छ पानी अनि यहाँ हाम्रो कपडा किनेर लाग्यो हुन्छ धन्न यो भइदिए पायो सजिलो भयो मलाई फोन घर फर्किनलाई नत्र यति धन्यवाद हुन्थ्यो नि फेरि तर है गाउँ भए यो यतातिर गाउँै भए पनि घर त कति ठुला ठुला हो क्या आमामा अब यहाँबाट धादिङ बेसी आउन लागिसकेको छ तपाईँहरूले यहाँबाट पनि देख्न सक्नुहुन्छ धादिङ बेसी धादिङ बेसी हो यो सबै धादिङ बेसी हामी धादिङ बेसी आइसकेको भन्ने हजुरहरूलाई जानकारी गराउँछौँ अब बाइकमै बसेर तपाईँहरूलाई म के के भन्न चाहन्छु भने आज जति पनि मेरो भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त धादिङ बेसी हेर्नु एकचोटि ल यो धादिङ बेसी सो कस्तो लाग्यो बाई बाई